यो प्रेरणादायक पाठले ठूला सपना देख्नु र लक्ष्य केन्द्रित हुनुको महत्त्वलाई एकदमै राम्रोसँग प्रकाश पारेको छ। यहाँ दिइएका मुख्य बुँदाहरू र तिनीहरूको सारांश प्रस्तुत गरिएको छ। मुख्य रहस्यहरू र प्रेरणादायक सन्देशहरू। 1. ठूला सपनाको शक्ति, द पावर अफ बिग ड्रिम्स। प्रेरणाको स्रोत। रोमन सम्राट मार्कस अरेलियसका अनुसार ठूला सपनाले मात्र मानिसको आत्मालाई चलायमान मोटिभेट बनाउन सक्छ। छोडाई। प्रोक्रास्टिनेसनको कारण सामान्यतया छोडाई हुनुको पहिलो कारण नै साना सपना हुन्। सानो लक्ष्य प्राप्त गरे पनि खासै फरक नपर्ने भएपछि त्यसलाई पछि सार्न सजिलो हुन्छ। इच्छा शक्तिको बाधा पार। ठूला सपनाले हामीलाई त्यस्ता काम गर्न प्रेरित गर्छन् जुन साना सपनाका लागि हामीले कहिले गर्ने थिएनौं र यसले इच्छा शक्तिका विल पावर बाधा पार गराइदिन्छ। 2. मानवको विशिष्टता र सृजनात्मक कल्पना, ह्युमन युनिकनेस एन्ड क्रिएटिभ इमेजिनेसन। मानिस स्रष्टा हो। जनावरको लक्ष्य बाँच्ने र प्रजनन गर्ने हुन्छ, तर मानिससँग सृजनात्मक कल्पना क्रिएटिभ इमेजिनेसन हुन्छ। हामी सिर्जित मात्र होइन, स्रष्टा हौं। अवचेतन सबकन्सियसको कार्य। हाम्रो सृजनात्मक मेकानिजम हामीले आदेश दिएको लक्ष्य पूरा गर्न 24 का मुनि 7 चलिरहन्छ। सकारात्मक लक्ष्यको आवश्यकता। यदि सचेत रूपमा सकारात्मक लक्ष्य नदिए यो मेकानिजम प्रायः नकारात्मक लक्ष्यहरू असफलताका तस्बिरमा काम गर्छ। सफलताको पहिलो चरण पुराना नकारात्मक तस्बिर हटाएर लक्ष्य केन्द्रित सकारात्मक तस्बिरहरू राख्नु नै सफलताको पहिलो चरण हो। आत्मछवि, सेल्फ इमेजको भूमिका। हाम्रो आत्मछविले नै हाम्रो जीवनको परिणाम तोक्छ। यसको नियन्त्रण सक्रिय रूपमा लिन जरुरी छ। 3. मस्तिष्क र लक्ष्य, द ब्रेन एन्ड गोल्स। प्रिफ्रन्टल कोर्टेक्स। दिमागको सबैभन्दा विकसित यो भाग लक्ष्य बनाउने र पूरा गर्ने क्षमतामा केन्द्रित छ। सर्वोच्च क्षमता। लक्ष्य केन्द्रित हुनु भनेको दिमागलाई आफ्नो सर्वोच्च क्षमतामा प्रयोग गर्नु हो। 4. जीवनका 3 प्रकारका मानिस, टाइप्स अफ पिपल अकॉर्डिङ टु डेनिस वेटली। प्रकार, विशेषता। 1. दर्शक, स्पेक्टेटर्स, बहुमत। नयाँ कुरा गर्न डराउँछन्, जिम्मेवारीबाट भाग्छन्, टिभीमा अरूलाई हेर्छन्। अफ ब्रायन ट्रेसी। जसको लक्ष्य छैन ऊ लक्ष्य भएकाका लागि काम गर्न बाध्य हुन्छ। 2. हार मान्नेहरू, लुजर्स। अरूको नक्कल र आलोचना गर्छन्, आफूलाई झन् सानो देखाउँछन्। 3. विजेता, विनर्स। आफ्ना लक्ष्य बनाउँछन्, अरूको जीवनमा सकारात्मक योगदान दिन्छन्, निरन्तर सिक्छन्, बढ्छन्, सपनाको माग अनुसार क्षमता विस्तार गर्छन्।